इम्पोर्टेन्ट कुरा साथीहरू म चाहिँ ड्रागनको साथीहरू म आज ड्रागन काट्न रहेछु अनि यसको म एकदम इम्पोर्टेन्ट कुरा पनि भन्न लागिरहेको छु है हजुरहरूलाई हेर्नु न आफ्नै उसमा फलेको यस्तो अर्ग्यानिक ड्रागन के भन्नु यसको फाइदै फाइदा यति फ्रेस छ होइन कस्तो राम्रो हुने क्या यो चाहिँ साथीहरू फेसमा लाउँदा पनि एकदम राम्रो हुन्छ अनि यो ड्रागन मैले काटिसकेँ होइन अनि यस्तो खाँदाखेरि हेल्थको लागि त एकदमै राम्रो हुन्छ नि त अनि यस्तो राम्रो हुने कुरा यस्तो सफ्ट हुन्छ एकदम राम्रो है के भन्नु म कसरी उयो एक्सप्लेन गर्नु यसको बारेमा म चाहिँ यो आज फेसमा लाउँदैछु अब हेल्थको लागि एकदम राम्रो हुने कुराले फेसमा चाहिँ राम्रो नगर्ने भन्ने हुन्छ र साथीहरू त्यही भएर म लगाउँदैछु यस्तै लाउँछु है एकदम यो चाहिँ एकदम राम्रो हुन्छ है फेसको लागि क्या कस्तो यो एकदम वाउ नाइस कस्तो एकदम राम्रो हुन्छ हजुर पनि ट्राई गर्नु होला है यो ड्रागन लिएर आउने यो चाहिँ एकदम अर्ग्यानिक भयो होइन अर्ग्यानिक बारीबाट टिपेर लिएर आएको फ्रेस है अब बाहिरतिर बजारमा पाउने त अब कति अगाडिदेखि टिपेको हुन्छ अनि केमिकलहरू पनि हालेको हुन्छ अब त्यो चाहिँ मलाई थाहा भएन यो चाहिँ हाम्रो आफ्नै बारीमा फलेको फ्रेस आफैले टिपेर लिएर आएँ अनि त्यसरी खाएपछि बोक्रा पनि युज गर्नु पर्यो अब हेल्थको लागि त एकदमै राम्रो छँदैछ ड्रागन होइन अब फेसको लागि पनि राम्रो हुन्छ